हे गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। सो गाइस मैले चाहिँ अहिले चाहिँ 4 बजिसकेको छ। 4 बजेदेखि मैले आफ्नै घरदेखि भ्लग स्टार्ट गरेँ। सो गाइस म चाहिँ अहिले उता बारतिर जान आँटेको छु गाइस। यता ढोका पनि लगाइसकेँ गाइस। बारतिर म नगएको पनि 1 हप्ता भइसक्यो। हाम्रो बारतिर चाहिँ मकैहरू लगाएको थियौँ गाइस। म मकै लगाएदेखि बारतिर गएको छैन। म बारतिर किन जाँदैछु भन्दाखेरि गाइस मकै जाग्यो कि जागेनन्, लगाउनु त लगाइयो तर बारीमा मकैहरू जाग्यो कि जागेनन् भनेर यसो हेर्न जाँदैछु। हजुरलाई म त्यही बारीमा देखाउँछु गाइस, बारी गएको बेला देखाउँछु। सो हजुरले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हाम्रो गोरुहरू चाहिँ यतातिर छन्, मजासँग बसिरहेको छन्। यता चाहिँ रातो गोरु, यता चाहिँ कालो। सो हजुरले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। म चाहिँ बारीतिर जान आँटेको छु। सो यस्तै छ गाइस। सो गाइस म चाहिँ अहिले त बारतिर पनि आइसकेँ। हजुर सबै देख्न सक्नुहुन्छ बारतिर चाहिँ मकैहरू कसरी जागिरहेको रहेछन् मस्तसँग। सबै मकैहरू जागेछन्, लास्टै खुसी लाग्यो गाइस। हजुर सबै देख्न सक्नुहुन्छ बारीमा मकै पुरै देखिरहेछन्। त्यति ठुलो बोटहरू त भएन तर सानो सानो बोटहरू देखिरहेछन्। सो त्यो गाइस म के थियो भन्दाखेरि हाम्रो गाउँघरतिर चाहिँ मकै जाग्दैन कि भन्ने डर थियो। अब माटो पानी त्यति बेला मकै छर्दाखेरि चाहिँ पानी थोरै आएको थियो, माटो नै त्यति राम्रोसँग भिजेको थिएन। अब त्यो सुक्खा माटोमा चाहिँ मकै जाग्दैन कि भन्ने डर थियो, तर मकै चाहिँ यसरी जागेछ, यस्तै खुसी लाग्यो गाइस। सो त्यही गाइस, मकैहरू सबै जागेछ, हजुर सबै देख्न सक्नुहुन्छ। गाइस हजुरहरू पनि देख्न सक्नुहुन्छ गाइस, मकैहरू यसरी जागिरहेछ, सानो सानो बोट छ। लाग्छ मलाई सबै बिउहरू कुनै पनि बिउ नछुटाइकन जागे जस्तो लाग्छ। यसरी जागिरहेछ, थोरै टाढाको दूरीमा यसरी जागिरहेछ मकैहरू देख्न सक्नुहुन्छ गाइस। सायद 1 हप्ता भइसक्यो होला। 1 हप्तासम्म म यतातिर आएको थिइनँ। मकैहरू जागे कि जागेनन् भन्ने कुरा मलाई केही थाहा नै थिएन। म चाहिँ यता आफ्नो अब तलतिर पनि मकै छर्ने काम थियो, त्यही कामको व्यस्तताले गर्दा यता बारतिर हेरचाह गर्न यसो आएकै थिएन। मकै जागे कि जागेनन् भन्ने थियो, तर मकैहरू यसरी जागेछन्, लास्टै खुसी लाग्यो गाइस। अब मकैहरू जाग्दैन कि भन्ने डर थियो, अब त्यत्तिकै बिउहरू खेर जान्छ कि मकै नै जाग्दैन कि भन्ने डर थियो, तर मकैहरू यसरी जागेछ, लास्टै खुसी लाग्यो। अब सानो सानो बोट छ, अब बिस्तारै पानी अब सानो सानो भए पनि परिरहेको छ। त्यति ठुलो खोला नाला बग्ने गरी ठुलो पानी चाहिँ परेको छैन। अब ठुलो पानी परे पनि त्यति क्षति गर्छ, त्यही भएर सानो सानो पानी परे पनि अब राम्रो नै हुन्छ। सो पानी पनि परिरहेको छ। अहिले चाहिँ अघि चाहिँ पानी परेको थियो, अहिले चाहिँ फाटेको छ। अलिअलि छिटाहरू हानेको छ पानीले। सो सानो सानो बोट छ, अब यिनी बोटहरू ठुलो भएपछि यो पुरै बारीहरूमा हरियो देखिन्छ गाइस। त्यति बेला पनि म भिडियो बनाउँछु, हजुरहरूले सबैले हेर्दै गर्नु होला। सो त्यही भन्न चाहन्छु गाइस। अब वन जङ्गल पनि बिस्तारै हरियो हुँदै गएको छ, हजुर सबैले देख्न सक्नुहुन्छ। पानी अब सानो सानो त्यति ठुलो नपरे पनि सानो सानो पानी परेको हुँदा वन जङ्गल पनि बिस्तारै हरियो हुँदै गएको छ। सो त्यही हो गाइस। त्यो गाइस अब यस्तै छ गाउँघरतिर। अब बजारको जस्तो, बजारको एरिया जस्तो अब त्यो के भन्छ त्यो हल्ला हुल्ली अब यताउति चलपहल छैन गाउँघरतिर। गाउँघरतिर शान्त वातावरण हुन्छ, अब त्यति मान्छे पनि हुँदैन गाउँघरतिर। हजुरहरू सबैलाई थाहा भएकै कुरा हो गाउँघरतिर गाइस। यस्तै छ गाउँघरतिर। यतातिर चाहिँ जङ्गल छ, यो साइडतिर जङ्गल छ, यतातिर चाहिँ बारी छ, यतातिर पनि बारी छ, यतातिर चारैतिर बारी छ। गाउँ चाहिँ यतातिर पर्छ, हजुरलाई म गाउँ पनि देखाउँछु एक दिन। सो त्यही हो गाइस। मकैहरू म यता बारतिर आएको थिइनँ, तर मकैहरू जागेछ, कस्तै खुसी लाग्यो गाइस। अब बिस्तारै अब पानी परिरह्यो भने मकै पनि त्यही ठुल्ठुलो हुँदै जान्छ अनि हरियो देखिन्छ। त्यति बेला चाहिँ झन् बवाल भिडियोहरू बन्छन्।
हजुरहरू सबैलाई म देखाउँछु गाइज। सो गाइज अब त्यही छ, गाउँघरतिर यस्तै छ। गाउँघरतिर शान्त वातावरण हुन्छ, त्यति ऊ पनि हुन्न। वन जङ्गलको चराचुरुङ्गीको आवाज सुन्दा पाउँदा अर्कै फिल हुन्छ गाइज, एकदम आनन्द फिल हुन्छ। सो म चाहिँ अब घरतिर जान्छु। घरतिर पनि अब काम छ, थुप्रै कामहरू हुन्छ गाउँघरतिर, हजुरहरूलाई सबैलाई थाहा भएकै कुरा हो। गाउँघरतिर अब एउटा काम सकिन पाएको हुँदैन, अर्को काम थपिन्छ। सो घरतिर चाहिँ त्यति काम चाहिँ छैन। अब ती चल्लाहरू चाहिँ मैले छोडेको थिएँ, अब चल्लाहरू हेर्ने काम छ गाइज। चल्लाहरू नहेरेपछि चल्लाको गाइज हाम्रो यतातिर चाहिँ चल्लाको पनि यता गोठाला ग्वाला लाग्नुपर्छ, किन भन्दाखेरि चल्लाहरू त्यो बिरलाले खाइदिन्छ, त्यही भएर गोठाला लाग्नुपर्छ। सो गाइज अहिले म यता घरमा पनि आइसकेँ होइन, बारीतिरबाट। सो अब चल्लाहरू छोडेको छु, चल्लाहरू हेर्नुपर्छ गाइज। हाम्रो यतातिर चाहिँ कस्तो छ भन्दाखेरि आँखा झिमिक माल गायब भने चाहिँ चल्ला बिरला टप्पाटप बनाउँछ, कता गए चल्लाहरू हेर्नुपर्छ। सो यस्तै छ गाउँघरतिर गाइज। सो यस्तै छ गाइज गाउँघरतिर, कामकाज चलिरहेछ, काम गर्नुपर्छ, काम नगरेपछि हुँदैन गाइज। सो यस्तै छ गाइज। अरू चल्ला चाहिँ कतातिर गए, एउटा चाहिँ ऊ पर चढ्न लागेको रहेछ, अनि सो गाइज यस्तै छ। दुईवटा चाहिँ यतातिर रहेछन्, एउटा भाले चाहिँ, नत्र हेर्नुपर्छ है गाइज, चल्लाको पनि ग्वाला लाग्नुपर्छ, नत्र बिरालोले खाइदिन्छ। यतातिर पनि एउटा माउ रहेछ। सो चल्लाहरू यहीँ रहेछन् गाइज, नत्र बाढीतिर गइहाल्थे, आज चाहिँ यतैतिर रहेछन्। यस्तै छ गाउँघरतिर गाइज। अर्को कुरा गाइज, म चाहिँ यो भ्लग यहीँ अन्त्य गर्न चाहेँ गाइज। मैले चाहिँ मेरो यो भ्लग छोटो मिठो भ्लग, अब हजुर सबैलाई कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला। अनि मेरो युट्युब च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने गाइज सब्सक्राइब गर्न नभुल्नु होला। अनि यस्तै भिडियोहरू हेर्नको लागि मसँग जोडिनु होला। मैले चाहिँ के सोचिरहेको छु भन्दाखेरि गाइज, अब यस्तै गाउँघरका भिडियोहरू, अर्ग्यानिक भिडियोहरू बनाएर युट्युबतिर हाल्ने सोचिरहेको छु। हजुर सबैले साथ सपोर्ट गरिदिनु होला। अहिलेसम्म कसैले सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला। अनि यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला गाइस। म हजुरहरूलाई खतरा अब यस्तै भ्लगहरू बनाएर हाल्छु, हजुर सबैले हेरिदिनु होला भन्न चाहन्छु गाइस। अहिलेलाई यो भिडियोलाई अन्त्य गर्न चाहे। टाटा बाई बाई गाइस।